श्री गणेशाय नमः। श्री सरस्वते नमः। ओम नमो भगवते वासुदेवाय नमः। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। पाशाङ्कुशो कल्पलतां विषाणां ददस्त्वसुण्डाहितबीजपुरः रक्तश्रीनेत्रतरुणोल् इन्दुमौलिं हरो जलो हस्तिमुखो वदन्ना। ध्येयं सदा परिभवगिनमविष्टदोहं त्रिथास्पदं शिवविरिञ्चिनुतं शरण्यं भृत्यर्तिहं प्रणतपाल भवाब्धिपोतं वन्दे महापुरुषते चरणारविन्दम्। वन्दे देवमुमां पतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं। वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनश्रयं च वरदां वन्दे शिवं शङ्करम्। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् परः ब्रह्म तस्मै श्री गुरवे नमः। अकालमामृतो वरण गरेका स्कुलमा जो जति छन् मरेका पाउन सबैले वैकुण्ठ धाम भन्दै गरौँ श्री हरिमा प्रणाम। बोले विघ्नहर्ता गणेश भगवान को जय जय हो। सद्गुरुदेव भगवान को जय जय। भक्तर भगवान को जय जय। गौरी शंकर भगवान को जय राष्ट्रदेव पशुपतिनाथ भगवान जय जय हो। पवित्र देवघाट धाम को जय। कर्ता का कुल पितृहरू जय। आज को आनंद को जय 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 श्री राधे। अनंत कोटि ब्रह्मांड नायक अकारण करुणा वरुणालय भक्त वांछ कल्पतरु तडित विनिन्दितधारी भगवान श्री विघ्न का हर्ता उनी भगवान श्री गणेश को चरणमा कोटि कोटि नमन गर्दै समादरणीय श्रद्धालु भक्त सज्जनवृन्द आचार्य परिवारद्वारा आयोजित यो 5 दिवसीय श्री गणेश पुराण ज्ञान महायज्ञको आज हामी यो प्रथम दिवसीय कार्यक्रममा उपस्थित भएका छौँ। यस कार्यक्रमको आयोजना गर्नुहुने आदरणीय बुवा हरिप्रसाद आचार्य, माता राधादेवी आचार्य, यसै गरी उहाँका छोराहरू छोरा बुहारीहरू कुलमणि आचार्य, सुलोचना आचार्य, अनन्त राजा आचार्य, स्मिता आचार्य, यसै गरी नातिनी नाति आर्या, अदिति, आहन आचार्य, यसै गरी छोरी ज्वाइँहरू स्वर्गीय इन्दुकान्त कोइराला, जानकी कोइराला, यसै गरी अनुपा पौडेल, रामु पौडेल, नाति नातिना अनिसा, अलिसा, अभिनन, निश्चल, निश्चिता, यसै गरी उहाँका दिदी बहिनीहरू स्वर्गीय लीलावती, यसै गरी देवी पौडेल, सत्यदेवी पौडेल, तारादेवी पौडेल लगायत उहाँका सम्पूर्ण आफन्तजन भान्जा भान्जीहरू यस यज्ञमा वर्ण भएर रहनुहुने आदरणीय उपव्यास गुरु जनार्जन गुरु, यसै गरी यस यज्ञमा वर्ण भएर रहनुहुने आदरणीय श्री नारायण पौडेल आदरणीय बुवा यहाँको भान्जा, यसै गरी लक्ष्मी दत्त शर्मा चापागाई गुरु, यहाँलाई सुमधुर भक्ति सङ्गीत श्रवण गराउनुहुने कलाकार बन्धुहरू समुपस्थित धर्मानुरागी, यहाँको निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने यहाँका छर छिमेकी इष्ट मित्र बन्धु बान्धव लगाई सबैमा व्यासपीठको तर्फबाट यहाँहरू सबैलाई जय श्री कृष्ण जय श्री राधेको अभिवादन गर्दै यहाँहरू सबैलाई नारायणको अभिवादन गर्दै हाम्रो यस कार्यक्रमलाई खिच्नुहुने हाम्रो आदरणीय अर्जुनजी, यसै गरी आदरणीय भाइ लगाई सबैलाई धेरै धेरै धन्यवाद दिँदै यहाँलाई सुमधुर भक्ति सङ्गीतमा यहाँलाई भक्ति सङ्गीत श्रवण गराउनुहुने कलाकार आदरणीय बन्धुहरू, भाग्य उदय न बहुजन्म सम्म जितेन, धेरै भाग्यको जब उदय हुन्छ अनि यस्तो सु अवसरको प्राप्त हुन्छ भनेको छ शास्त्रमा। हामीले पुराणहरू त धेरै सुन्छौँ, हामीले अरू पुराणहरू त धेरै सुन्छौँ, तर बिरलै सुन्न पाइन्छ गणेश पुराण। यो चाहिँ कसैले म धेरै लगाउनु पऱ्यो भने सुन्ने भनेको भागवत, शिवपुराण, त्यसपछि देवी भागवत, यी पुराणहरू चाहिँ भइरहेका हुन्छन्, तर अरू अन्य पुराणहरू चाहिँ त्यति धेरै आयोजना हुँदैन। गणेश पुराण अति मार्मिक कथाहरू छन्, गणेश पुराणमा सुन्नुपर्ने कथाहरू पनि छन्। म यहाँलाई जति सक्छु मेरो बुद्धि विवेकले जति भ्याउँछ त्यति सुनाउने हो, यहाँहरू धैर्य गरेर बसिदिनु होला भन्दै आउनुहोस् उनी विघ्नहर्ता भगवान श्री गणेशको चरणमा कोटि कोटि नमन गर्दै भगवान गणेशको एउटा भक्ति सङ्गीतमा भगवानको हरिनाम सङ्कीर्तन गर्दै आजको कार्यक्रमको शुभारम्भ गरौँ। बोली विघ्नहर्ता गणेश भगवानको जय जय हो। आउनुहोस् अब हामी गणेश पुराणको कथा श्रवण गर्न गइरहेका छौँ। मैले भनिहालेँ आदरणीय बुवा हरिप्रसाद आचार्य, माता राधादेवी आचार्य र परिवारको आयोजनामा आयोजित
श्री गणेश पुराण। विशेष गरेर गणेश पुराणको महिमा पासाङ्कुशौ कल्पलतां विषाण दध्यस्त शुण्ड हितबीजपोरा रक्तस्त्रिनेत्रस्तरुणोन्दुमौलिं हारोज्ज्वलो हस्तिमुखो बताना। 4 हात भएका भगवानको हाम्रो 2 हात छ। धेरै भगवानहरूका 4 हात छन्, कसैको 8 हात छ, कसैको सहस्र हात छ, हैन? हाम्रो 2 हात छ। कुनै भगवानका 4 हात छन्। देवीका कति छन्? देवीका 8 हात छन्। अष्टभुजाधारी भन्छौँ नि हामी। देवीका 8 हात छन् अनि भगवानको सहस्र शिरेखा पुरुष सहस्र शिरेखा भनेछ। कसैका सहस्र हात छन्, कसैका सहस्र भने 1000 भन्दा नि बढी छन्। कति छन् त? 1000 भन्दा बढी कति हात छन्? सहस्र शिरेखा, जसको टाउको नै शिर नै 1000 वटा छ भने हात कतिवटा होला है? शिर 1000 वटा हुनेको हात कति हुन्छ? कति हो भयो? 2000 भयो कि भएन? जसको शिरै 1000 वटा छ भने हात कति हुन्छ? 2000 है। 4 हात भएका अङ्कुश लिएका भन्नुभयो, अङ्कुश धारण गरेका। भगवान गणेशले अङ्कुश किन लिनुभएको? यसको आफ्नै महत्त्व छ नि अङ्कुशको। फेरि गणेशले चाहिँ अङ्कुश किन लिनु पर्थ्यो त नि? हेर्नु त, जब त्यो हात्तीलाई माउतीले आफ्नो कन्ट्रोलमा राख्नलाई के गर्छ? अङ्कुश होइन, अङ्कुशले ट्याक्क त्यसले कप्प गरेपछि हात्ती पछाडि भने पछाडि, अगाडि भने अगाडि, बस भने बस, उठ भने उठ। हो त्यसै गरी भक्तहरूलाई पनि आफ्नो बसमा ल्याउनको लागि, भक्तहरूलाई आफ्नो बसमा पार्नको लागि भगवानले अङ्कुश धारण गर्नुभयो है। अङ्कुश भगवानको हातमा छ। सुँडको टुप्पोमा भगवान गणेशजीको सुँडको टुप्पो हामी के चढाउँछौँ? भगवानलाई मनपर्ने चिज भनेर हामी अति मनपर्ने भनेर लड्डु चढाउँछौँ। सके त 121 वटा चढाउँछौँ। तर भगवान गणेशको सुँडमा के छ? बेलको फल छ भन्नुभयो नि, बेलको फल है। गणेशको के अरे बेल नै बिमिरो है। रक्तस्त्रिनेत्र रुडेन्द्रमौली, आफ्नो सुँडको टुप्पोमा बिमिरोको फल धारण गर्नेवाला, रातो स्वरूपले शोभायमान हुनुभएका, 3 नयनद्वारा संसारलाई हेर्नेवाला, दिव्यमान भक्तहरूको आराधनालाई पुकार गर्दा सुन्नेवाला। अब हेरौँ त, शरीर कत्रो छ? विशाल छ है। शरीर विशाल छ। मुख हात्तीको सुँड जस्तो छ। कान नाङ्लो जत्रो छ। आँखा चाहिँ सानो छ। अब हामीले गणेशको कथाबाट बुझ्नै पर्ने कुरा यही हजुर भन्नुभयो नि। शरीर ठुलो भएर केही हुँदैन भन्नुभयो नि। शरीर ठुलो भएर केही हुँदैन, विवेकशील हुनुपर्छ, विवेकवान हुनुपर्छ। विवेकशील बन्यो भनेदेखि शरीर ठुलो भएर केही हुँदैन हो। ठुलो आँखा भएर संसारलाई ठुलो देख्ने हो र? होइन नि। कान ठुलो बनाऊ। गणेशजीको कान ठुलो हुनुको कारण के त? गणेशजीको कान ठुलो भएर हामीलाई के ज्ञान मिल्यो भने तिमी पनि गणेशजीको जत्रै कान ठुलो बनाऊ, यानि कि नाङ्लो जत्रो बनाऊ होइन भन्नुभयो नि। नाङ्लो जत्रो हामीले बनाउने होइन, कान ठुलो बनाऊ भनेको राम्रो कुरालाई मात्रै धारणा गर। राम्रो चिज कहाँ गएर सुन्न पाइन्छ? कहाँ गएर राम्रो चिजलाई श्रवण गर्न पाइन्छ? ती श्रवण गर्नका लागि यी कानहरूलाई ठुलो यानि कि फराकिलो कत्रो बनाऊ? नाङ्लो जत्रो। सुपा कान भन्छ नि हात्तीको कानलाई, त्यत्रो बनाऊ। तर देख्नका लागि, संसारलाई देख्नको लागि, राम्रो कुरा देख्नको लागि, राम्रो कुरामा दृष्टि लगाउनको लागि आँखा ठुलो हुनु पर्दैन। गणेशजीको आँखा सानो छ। सानो आँखा भए पनि दृष्टि राम्रो पर्यो भनेदेखि सोचै बदलिन्छ, सारा चिज बदलिन्छ हजुर। दृष्टि राम्रो हुनुपर्छ। सानो भएर केही हुँदैन, राम्रो दृष्टि भयो भनेदेखि जीवन बदलन्छ। त्यही भएर गणेशजीको आँखा सानो, कान ठुलो भन्नुभयो नि। सुत सुत महाप्राज्ञ वेदशास्त्र विशारद सर्वविद्या निधे त्वत्तो भक्तान्योपलभ्यते। हजारौँ पुराण सुन्नको लागि नैमिषारण्य नाम गरेको क्षेत्रमा बसेका सौनकादि ऋषि महर्षिलाई सुत नाम गरेका पौराणिकले बताउनुहुन्छ यो पुराण, गणेश पुराण। जन्म जन्मान्तरीयं स्थितं पुण्यं महातमं तेन सन्दर्शनं जातं सर्वज्ञ सततस्तव। जन्म जन्मान्तर युग युगान्तरको भाग्यको जब उदय हुन्छ अनि हामीले सुन्दर मानव चोला पाउँछौँ भन्छ शास्त्रमा है भन्नुभयो नि। यो मानव चोला धेरै जन्म जन्मान्तरको भाग्यको उदय भएपछि मात्रै पाइन्छ हजुर। भाग्योदयेन बहुजन्म समर्जितेन। भाग्यको जब उदय हुन्छ, जब सत्सङ्गको महिमा हामीले बुझ्न थाल्छौँ, सत्सङ्गको महत्त्व जब हामीले बुझ्न थाल्छौँ, जब सत्सङ्ग भनेको के हो जब हामीलाई ज्ञान हुन्छ, त्यस्ता चिजबाट मात्रै अनि यस्ता अवसरहरू हामीलाई जोड्छन् हजुर। म भागवत लगाइदिन्छु हुँदैन लाग्दैन हजुर। सबै चिज सधैँ छ नि मसँग, के चिजको कमी छ? हो, सम्पत्ति पनि छ, इष्टमित्र पनि छन्, छोराछोरी पनि छन्, ममा केही चिजको कमी छैन, लगाउँछु भागवत, लाग्दैन हजुर भन्नुभयो नि। भागवत लगाउनको लागि 7 चिजमा शुद्धता हुनुपर्छ। भले हजुर पत्याउनुहोस् नपत्याउनुहोस् भन्नुभयो नि। 7 चिजको शुद्धता नभइकन यस्तो यज्ञ गर्न पाइँदैन कि हजुर। सबैभन्दा पहिलो शुद्धता के होला? मातृदेवो भव भन्नुभयो नि। भगवान खोज्न कहीँ नजाऊ, घरमै हुनुहुन्छ। बिहान बेलुका रात दिन हरेक समय दर्शन गर्न पाइन्छ भगवान। हामी चाहिँ थालीमा अक्षता लिएर भगवान खोज्न दिनदिनै धाउँछौँ है। भगवान कहाँ छन् भनेर दिनदिनै धान्छौँ होइन हजुर। भगवान घरै छन्। को हो त? मातृदेवो भव।
आमालाई भगवानको दृष्टि, जसले आमालाई भगवान देख्छ तब मात्रै यस्तो काम गर्न पाइन्छ। पितृदेवो भव, जसले पितामा भगवान शिवजीको स्वरूप देख्छ, भन्नुभयो, जसले आफ्नो पिताजीलाई शिवजीको स्वरूपमा देख्छ, जसले आफ्नो मातालाई पार्वतीको स्वरूपले देख्छ, त्यस्ताले मात्रै यस्तो कर्म गर्ने अवसर प्राप्त गर्छ। मातृदेवो भव, पितृदेवो भव। अनि आमालाई बाबाको पितृको जसले आदर गर्छ, आचार्य देव गुरुको जसले सम्मान गर्छ, यो चिजको साथसाथमा अन्न शुद्धि हुनु पर्यो, द्रव्य शुद्धि हुनु पर्यो, कर्म शुद्धि हुनु पर्यो, देह शुद्धि हुनु पर्यो, शरीरमा त शुद्धि हुनु पर्यो। शरीर शुद्धि नभइकन कर्म गर्यो भने फल प्राप्त हुँदैन हजुर। यो सातवटा चिजको जब शुद्धता हुन्छ अनि मात्रै यस्तो यज्ञको सङ्कल्प गर्न पाइन्छ। अब म यज्ञ गर्छु भनेर मनमा कल्पना गर्न पाइन्छ। अनि सङ्कल्प गरिसकेपछि भगवानले सबै मिलाउँदै 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 ल्याएपछि सबै कुराको जब मिल्छ र शुद्धता हुन्छ, ल अब तिमी गर भनिदिनुहुन्छ। यदि काहीँ कतै गएर केही विघ्न परेको रहेछ भने भगवान रोकिदिनुहुन्छ हजुर। गाउँमा कसैले केही भयो हो, ल तिम्रो त तिम्रै दाजुभाइ खलकमा यस्तो भयो नि, सुता परेछ नि, जुठो परेछ नि, सुनाउँछ नि, सुनाउँदैन हो, यही हो हजुर। भन्नुभयो जबसम्म हामी सात चिजमा शुद्धता हुँदैनौँ, हामीलाई पितृले आशीर्वाद दिनु पर्यो। भन्नुभयो पितृले आशीर्वाद दिनु पर्यो, देवतादीहरूले आशीर्वाद दिनु पर्यो, गुरुहरूको आशीर्वाद हुनु पर्यो, आफूले गर्ने कर्ममा शुद्धता हुनु पर्यो, शरीरमा शुद्धता हुनु पर्यो। यति गरेपछि मात्रै अब के हुन्छ, भाग्योदयेन बहुजन्म समार्जितेन, अब हामीले गरेको कर्म अब मात्रै पूर्ण हुन्छ। फेरि भन्नु होला, ए मलाई सबै चिज छ त म गर्छु नि, हुँदैन हजुर। भन्नुभयो नि मैले मात्रै गर्छु भनेर हुँदैन। जबसम्म घरमा पितृले आशीर्वाद दिँदैनन् है, जबसम्म कुलमा पितृ खुसी हुँदैन, पितृले आशीर्वाद दिँदैनन् हजुर, जति हात थापे पनि पाइँदैन। भन्नुभयो नि जति मरि मेटेर दुःख गरे पनि पाइँदैन। जुन दिन पितृको हात हाम्रो शिरमाथि पर्यो त्यो दिन हजुर बाबा पुग्यो भन्दा नि लैजा बाबु भन्नुहुन्छ। पितृ भने त्यस्तो चिज हो नि। भन्नुभयो नि त्यही भएर श्रद्धा गरौँ। भन्नुभयो नि मातापिताको सेवा गर्छ, मातापिताको श्रद्धा गर्छ, मातापिताको आदर गर्छ भने त्यो छोरा त्यो छोरी संसारमा कहीँ गएर हार्नु पर्दैन हो। त्यसैको उदाहरण हो गणेश पुराण। फेरि भन्नुलाई कसरी, जब भगवान शिवजीका दुई भाइ छोरा गणेश र कुमार थिए, हुर्कँदै गए, जवानी भए, भगवान शिवजीलाई र पार्वतीलाई गएर भने बाबा हाम्रो विवाह गरिदिनुहोस्। कुमारजीले भन्नुभयो पहिला मेरो गर्ने, म दाई हो। गणेशजीले भन्नुभयो होइन म दाई हो, पहिला मेरो पूजा गरेर विवाह गरिदिनुहोस्। गणेशजी भन्ने पहिला मेरो बिहा गरिदिनुहोस् भन्ने, विवाह गरिदिनुहोस् भन्ने, कुमारजी भन्ने पहिला मेरो विवाह गरिदिनुहोस् भन्ने। मातापितालाई त के भन्ने, कुन चाहिँ छोराको पहिलो विवाह गरिदिने? शिवजीले भनिदिनु भएछ छोरा जाऊ, जसले यो सारा संसार परिक्रमा गरेर जो म भाँची सबैभन्दा पहिला आइपुग्छ म त्यसैको पहिलो पूजा गरेर विवाह गरिदिन्छु, त्यसैलाई गणको अधिपति बनाइदिन्छु र संसारमा त्यसैको पहिलो पूजा होस् भनेर पनि आजबाट नियम बसालिदिन्छु। ल जाऊ, तिम्रो दुई दाजुभाइ मध्येमा जसले यो सारा संसार परिक्रमा गरेर म भाँटी आइपुग्छ पहिला त्यही ठुलो हुनेछ। एउटाको वाहन मयूर, एउटाको वाहन मुसा। शरीर छ हात्तीको जस्तो सुँड, हात्तीको जस्तो सुँड भएको मुख छ, ठुलो भुँडी छ, सुपाकान, यस्तो मान्छे, यस्तो व्यक्ति भगवान गणेश। बाबाले भन्नुभयो सारा संसार परिक्रमा गरेर आऊ। कुमारजी खुसी हुनुभयो, बाबाले जुन संसार परिक्रमा गरेर आऊ भन्नुभयो यसको उद्देश्य मलाई नै गणको अधिपति बनाउनु हो, मेरो नै पहिला विवाह गरिदिनु हो। तर बाबाले एउटा केही नियम राखिदिनु भयो। कुमारजी मस्त आनन्द खुसी माने मयूरमा सवारी भएर सात सुमेरु परिक्रमा गर्न हिँडे। अब गणेशजी बडा बिचारा दुःखी भएर बस्नुभएको थियो। गणेशजीको वाहन मुसा, यो मुसा पूर्व जन्ममा क्रोञ्च नाम गरेको गन्धर्व थियो है। तीर्थ जाँदाखेरि नि हजुर, तीर्थ जाँदा मान्छे हु लाएर लाइन लाएर गएका, त्यो क्रोञ्च नाम गरेको गन्धर्व एउटा अगाडि अगाडि गएर भगवानको दर्शन गर्छु भनेर त्यो बाटोमा लाइन लाएर हिँडेका मान्छेलाई कसैले खुट्टाले धकल्दो रहेछ, कसैले कुमले धकल्दिने, कसैले हातले धकल्दिने, धकल्दै बाटो बनाउँदै अगाडि जाँदा जाँदा अगस्ती नाम गरेका ऋषि भाइ हेर्दै नहेरिकन ऋषिलाई पनि जोसुकै होस् भनेर यसो कुम्ने यसो गरेर यसो गरेर ढकल्दिएर अगाडि जान्छु भनेको त यसो हेरेको त गन्धर्व। ऋषिले तुरुन्तै कस्तो बुद्धि तेरो, त मुसै भइजास् भनिदिनु भएछ। क्रोञ्च नाम गरेको गन्धर्व, त कस्तो मुसा जस्तो रहेछ, मुसै भइजास् भनेपछि उत्नीखेरि मुसा भयो त्यो गन्धर्व। भगवानलाई हात जोडे प्रभु त्यस्तो शरीर यस्तो भयो आज मेरो कसरी उद्धार हुन्छ चिन्ता नगर। भगवान शिवजीको पुत्र गणेशको रूपमा पैदा हुनेछ, उनी भगवान गणेशले तिमीलाई आफ्नो वाहनको रूपमा स्वीकार गर्नुहुनेछ। जाऊ, तिमीलाई भगवान गणेश पुत्रले वाहनको रूपमा स्वीकार गर्नुहुनेछ र तिमी सबैमा मान्ने हुनेछौ भनिदिनु भयो। हो त्यही मुसा गणेशको अगाडि थियो। अब गणेशजीले विचार गर्नुभयो म हिँडेर जाउँ कसरी जाउँ, एउटा गाउँ परिक्रमा गर्नु होइन, यो ब्रह्माण्ड परिक्रमा गर्नु छ। मनमा बडा चिन्ता लाग्यो। त्यो मुसा बडा विवेकशील रहेछ। मुसाले गएर गणेशजीले भने प्रभु किन दुःखी हुनुभएको? गणेशजीले भन्नुभयो हेर देखेनौ बाबाले सारा परिक्रमा गरेर आऊ छोरा भन्नुभयो, कुमार मयूरमा चढेर उडेर गएका छन्, म कसरी जाउँ? पहिलो कुरो त हिँड्न सक्दिनँ, अब वाहनमा जाउँ भने तिमी यति सानो छौ, तिमी मलाई बोकेर हिँड्न सक्दैनौ। मुसाले भने प्रभु हजुरलाई मैले बोकेर संसार परिक्रमा गराउन नसके नि, मेरो बुद्धि हजुरलाई दिन्छु, मेरो बुद्धिले दिएको ज्ञान, मैले दिएको ज्ञानलाई प्रयोग गर्नुहोस्, हजुर संसार परिक्रमा गर्न कहीँ जानु पर्दैन। हो त्यही भएर सानो भएर केही हुँदैन हजुर, सानो भएर त्यसले सारा संसारै जित्छ होइन हजुर भन्नुभयो। के अरे हार्छ, के अरे ठुलो भएर संसार जित्छ, सानो भएर संसारमा हार्छ होइन। विवेकशील हुनु पर्यो, बुद्धिमानी हुनु पर्यो, संसार जित्न सक्छ। त्यो मुसाले भने किन चिन्ता गर्नुहुन्छ? के गर्नु त? त्यति बेला भगवान शिवजी र पार्वतीमा खटपट थियो हजुर भन्नुभयो नि। बुढाबुढी झगडा गर्ने अहिले मात्र हो र, पहिला पनि गर्थे। शिवजी र पार्वतीमा थोरै खटपट थियो, कारण के तिनी छोराहरूको विषयमा है। जब भगवान शिवजीको पुत्रको रूपमा कुमारको जन्म भयो, कुमारलाई भगवान शिवजीले आफ्नो साथमा लिएर हिँड्नुहुन्थ्यो अघि पछाडि। साथीहरूले भनिदिएछन् माता भगवानको त अगाडि अगाडि कुमार छन्,
कहीँ जानु पर्यो भनेदेखि पहिला कुमारजी जानुहुन्छ अनि पछि भगवान शिवजी। कोही बाटोमा केही गर्न आयो भनेदेखि कुमारजीले सब व्यवस्था मिलाउनुहुन्छ। हजुरको खोइ कहीँ निक्लिन पर्यो भने नि साथी छैनन्, कहीँ निक्लिन पर्यो भने नि गण छैन, ढोकामा राख्ने मान्छे छैन। हजुर एक्लै कोठामा बस्दा कोही भित्र फुत्त पस्यो भनेदेखि रोक्ने मान्छे छैन। के गर्नु त? हजुरलाई चाहिँ छोरा चाहिँदैन? एउटा गेटमा राख्नेवाला पाले बनाउनुहोस् न, गेट पाले बनाउनुहोस् न, द्वारपाल बनाउनुहोस् न, राख्नुहोस् न। बडा मनमा कौतूहलता भयो पार्वतीको, मनमा दुःख नि भयो। कुरो ठिकै हो। म भगवान शिवजीको गङ्गोत्री सभामा पार्वती जानु पर्यो भने छोरासँग इन्ट्री गर्नु पर्थ्यो। बाबु भित्र जाउँ है भन्नु पर्थ्यो। आफ्नो श्रीमानलाई भेट्न जाँदाखेरि छोरोलाई सुन्नु पर्ने। तर उनी शिवजी जब पार्वतीको महलमा आउनुहुन्थ्यो कसैलाई सुन्न नपर्ने। मैले पनि त मेरो छोरा त्यहाँ राखिदिन पाएँ त, शिवजीलाई नि त सोधेर आउनु होइन पर्छ। सही कुरा भने एक दिन नुहाउँदै हुनुहुन्थ्यो, नुहाउँदै त शरीरलाई यसरी मैल रहेछ भनेर मार्दै मैलको डल्लो बने। त्यही मैलको डल्लो शरीरबाट यसरी निकाल्नु भएर भुइँमा फालिदिनु भएको थियो त सुन्दर बालकको रूपमा पैदा भयो। वाह, सखीहरूले मलाई सम्झाउनु। फेरि मैले स्नान गर्दै शरीरबाट फालेको मैलको डल्लो नै छोराको रूपमा पैदा हुनु। हात जोडेर बालकले भने, के गरौँ, आजबाट तिमी मेरा पुत्र भयो, तिम्रो माता भए। के गरौँ माता? पार्वतीले हातमा बन्चरो दिएर भन्नु, छोरा अब गएर तिमी मेरो द्वारमा बस, जो आए पनि मेरो आज्ञा बिना भित्र पस्न नदिनु भन्नुभएको थियो है। जो आए पनि मेरो आज्ञा बिना भित्र पस्न नदिनु भन्नुभएको थियो माताजीले। भगवान शिवजी आउनुभयो, भित्र जान लाग्दाखेरि त जानै दिनु भएन। बडा जबरजस्ती बालक को तिमी? पार्वतीको छोरा, शिवजीलाई थाहा छैन। शिवजीको पालो त्यो बालकको शिर काटिदिनु भयो, भित्र जानुभयो। पार्वतीले सोध्नुभयो, प्रभु हजुरलाई द्वारमा कसैले रोकेन? रोकेको थियो एउटा बच्चा, बडा उद्दण्ड थियो पार्वती, भित्र जान दिन्न भन्दै थियो मलाई त। अनि कसरी आउनुभयो त? कसरी आउनु नि? आउनु खोजेको जबरजस्ती गरेर आउनै दिएन। मेरो पालो त्रिशूलले शिर काटिदिए पार्वती, त्यसलाई काटेर म भित्र आएँ। सुन्ने बित्तिकै पार्वती बडा दुःखी भएर रुन लाग्नु, प्रभु मारिदिनु भयो, मरिसक्यो त। को र? मेरो आफ्नै पुत्र हो, मेरो छोरा हो। शिवजीलाई दया लागेर गणलाई भन्नु, जाऊ जहाँ गएर जे जनावर मिल्छ लिएर भनेर पठाउँदा उत्तरपट्टिको दिशा जाँदाखेरि त्यही एक सुँडवाला भएको, एक दाँत भएको हात्ती देखेछन्। त्यही हात्तीलाई काटेर शिर ल्याएर शिवजीलाई दिएर शिवजीले त्यो छोरालाई जीवित गराउनु भयो र भगवानले गणेश रूपमा स्थापना गरिदिनु भयो। आफ्नो छोरालाई त्यसरी मारेको कारणले गर्दा पार्वती शिवजीसँग अलि दुःखी हुनुहुन्थ्यो। अनि गणेशलाई मुसाले भने, हजुरको मातापितामा यो कारणले गर्दा मनमा अलिकति दुःख पनि छ, त्यस कारणले हजुरले एउटा काम गर्नुहोस्। संसारमा छोराछोरीको लागि बाबा आमाभन्दा ठुलो अरू कुनै तीर्थ पनि छैन, धर्म पनि छैन, यज्ञ पनि छैन। बाबा आमाको सेवाभन्दा अरू ठुलो सेवा पनि संसारमा केही पनि छैन। हजुरले बाबालाई र आमालाई ल्याएर एकै ठाउँमा राख्नुहोस् र मातापितालाई नै एकचोटि होइन 7 चोटि परिक्रमा गर्नु, संसार परिक्रमा गरेको फल पाइन्छ भन्दिनु। मुसाले दिएको बुद्धिले भगवान गणेशजीले जानुभयो र माता र पिताजीलाई ल्याएर गङ्गोत्री सभामा राखी बक्सनुभयो। गङ्गोत्री सभाको बिचमा भगवान शिव र पार्वतीलाई राखेर गणेशजीले परिक्रमा गर्न सुरुवात गर्नुभयो। परिक्रमा गर्ने क्रममा गणेशजीले जुन मन्त्र भन्नुभयो त्यही मन्त्र अहिले हामी हरेक समय भन्छौँ। के भन्छ? गणेशजीले भन्नुभयो, माता र पितालाई परिक्रमा गर्ने क्रममा भन्नुभयो, त्वमेव माता च पितास्त्वमेव, त्वमेव बन्धु च सखा त्वमेव, त्वमेव विद्या द्रविडं त्वमेव, त्वमेव सर्वं मम देव देव। भगवान गणेशजीले माता पितालाई 7 चोटि परिक्रमा गरेर भन्नुभयो, यो संसारमा मेरो लागि हजुरहरूभन्दा ठुलो कोही छैन। संसारमा म खोज्न कुनै पनि चिज खोज्न हजुरहरू छोडेर अन्त जानु पर्दैन, किनभने मेरो लागि आमा भने नि हजुर, बाबा भने नि हजुर, दाजुभाइ दिदीबहिनी भने नि हजुर, विद्या भने नि हजुर, धन भने नि हजुर। सारा संसारमा हजुरहरूभन्दा अर्को कोही पनि छैन मेरो लागि संसार परिक्रमा गर्नु व्यर्थ रहनेछ। जुन सन्तानले माता पितालाई परिक्रमा गरेर दर्शन गर्छ भने संसारको परिक्रमा गरेको फल प्राप्त गर्दछ। वाह, छोराको यस्तो बुद्धिमानी विवेकशील कुरा सुनेर भगवान शिवजी र पार्वती गदगद हुनुभयो, बडा हर्षले बडा विभोर हुनुभयो र भन्नुभयो, बाबु आजबाट तिमी गणका अधिपति भयो, आजबाट तिमी सर्वश्रेष्ठ भयो, आजबाट तिमीलाई संसारमा सबैभन्दा पहिला तिम्रो पूजा हुनेछ। तिम्रो पूजा बिना यदि अरू कसैको पूजा भयो भने त्यो पूजाको पूर्णता हुने छैन र आजै म तिमीलाई विवाह गरिदिन्छु, पहिलो विवाह नै तिम्रो हुनेछ भन्दिनु हो। त्यही भएर संसारमा सन्तानका लागि आमा बाबाभन्दा ठुलो कोही छैन हजुर है। अरू केही गर्न पर्दैन है। बाबा आमाले देखाएको बाटो हिँड्नु, बाबा आमाले भनेको कुरालाई मान्नु, यति गरियो भनेदेखि अरू केही गर्न पर्दैन हजुर। हो, गणेशजीले त्यही कुरा गर्नुभयो जसले गर्दा गणेश गणका अधिपति बन्नुभयो। भगवान शिवजी र पार्वतीले आफ्ना छोरा गणेशलाई सर्वोपरि बनाउन सक्नुभयो भने हाम्रा बाबा आमाले हामीलाई सक्नु चाहिँ सक्नुहुन्न। हाम्रो दृष्टि पनि त्यही हुनु पर्यो। हामीले हेर्ने दृष्टि पनि हाम्रा माता पितामा के हुनु पर्यो? भलै स्वरूप पाञ्चभौतिक किन नहोस् तर भावना शिवजीको होस्, भलै स्वरूप पाञ्चभौतिक किन नहोस् भावनाले पार्वतीको स्वरूप आमाको अनुहारमा दृष्टि होस्। यति गरियो भनेदेखि अरू केही गर्न पर्दैन।